जिगिदो अब भन्दा साइड केटाहरू यता हाम्रो प्लेयर दुईटा क्लेम्बर खेल्दैछ अनि हाम्रो यता काम गर्ने मान्छेहरू केटाहरू अब जाँदैछौँ हामीहरू क्या टक्क पारामा हिरो जस्तो हाम्रो गुम्बा हेर्नु क्या खतरा घामलाई टल्किँदैछ पुरै जग्गा मालामाल पुरै जग्गा घामले टल्किँदैछ यस्तो हेऱ्यो भन्दा दुनियाँको टप बिल्डिङ भन्दा महँगो जस्तो रहेछ हाम्रो गुम्बा हेर्नु केटाहरू हामीलाई सब्सक्राइब गर्नु होला यता हेर्नु यो चाहिँ हाम्रो टिभी रुम यता हाम्रो केटाहरूको च्यापल केटाहरू खतरा केटाहरू यस्तोतिर हाम्रो भरम यो हाम्रो क्लासरुम यस्तो जाँदाखेरि फेरि हाम्रो डस्टबिन यो हाम्रो लेपेलाहरूको रुम झिङखाङहरू अनि यो हाम्रो मेन झिङखाङ यो हाम्रो पढ्ने छेसाम यो हाम्रो चुग्लाखाङ अनि यो हाम्रो टिभी लोकलेट अरू चाहिँ छैन अब के गरौँ टिभी महँगै हो टिभी भन्दा हुन्छ अनि हाम्रो यतादेखि यता क्या सुन्दरता देख्ने क्या हाम्रो यो गुम्बा अनि यो हाम्रो बुकहरू केटाहरू यो हाम्रो बुक अनि बुकहरू यस्तो यो हाम्रो साँचे बाथरुम यस्तो हाम्रो गुम्बाको त पुरै हरियाली भएको जग्गा क्या सुन्दरता क्या मजा र क्या कित्पो यस्तो हेरेपछि त टप 1 मा आउँछ हाम्रो गुम्बा क्या जाँदा हाम्रो काम गर्ने र यो चाहिँ हाम्रो केटाहरूको रुम यसरी रुम न यो हाम्रो यो पेन्सिलाको रुम यस्तो हिँड्दा हाम्रो यो हाम्रो टिचरलाई क्या ह्यान्डसम देख्दियो र इङ्ग्लिस टिचरलाई अनि यस्तो हिँड्दा अब हाम्रो यो पनि क्या खतरा यो पनि टिचरलाई यस्तो हिँड्दा क्या खतरा रुम देख्ने कि यो चाहिँ हाम्रो लोपेन लावरको रुम अनि यस्तो यो हाम्रो दाइ सुतिरहेछ मजाले दाइ स्माइल गर्नु न मजाले दाइ अनि यो हाम्रो दाइको रुम हाम्रो रुम त सुन्दरताले भरेको छ यो हाम्रो लेप्मेलाहरूको साँचे यस्तो क्या यो हाम्रो साँचे केटाहरूको साँचे यस्तो हेर्दा हाम्रो पहिला पोपोमा लगाएको सुखाङ यस्तो हेर्दा त यो म यस्तो पुरै सालो परे देखाएको छ हाम्रो केटाहरूको झिङखाङ र सुखाङ हो भनेर यो हाम्रो ठुलो खेलाउने अब म यता चिप्लो खेल्दैछु
केटाहरू क्या टल्किने के यतादेखि हेरे त हाम्रो गुम्बा टप 1 मा आउँछ केटाहरू यो हाम्रो लुगा सुकाउने जग्गा र अनि यो क्या मजा भएको जग्गा के क्या सुन्दरता यतादेखि हेऱ्यो भने काठमाडौँ देख्छ काठमाडौँ प्रदेश कि सहर देख्छ क्या सुन्दरता के उता हाम्रो गुम्बा अहिले नयाँ बनाउँदै हुनुहुन्छ ठुलो दाइहरूले यस्तो घिटिएको अनि अब यस्तो दादा अनि मान्छे त भइसक्यो अब के गर्नु यो चाहिँ म कस्तो ह्यान्डसम छ दुनियाँमा मान्छे नभएको मान्छे हो म कस्तो ह्यान्डसम के म पनि ह्यान्डसम टप 1 मा आउँछ केटाहरू है हामी जाँदै गरौँला यो केटाहरूको रुम हाम्रो बच्चाहरूको साङ्चेत र अनि साङ्चेत उता टोइलेट अनि यो टोइलेट यो बाथरुमको यता क्या टल्किने यस्तो केटाहरूको रुम अब यो मेरो रुमको भित्र छिर्दैछु यो हाम्रो पढ्ने पेजा र बुक राख्ने र लुगा खाने जग्गा यो हाम्रो बेड साथीहरूको बेड कसम खाता यो हाम्रो बेड अनि यो रिक्जिन दाइ पैसा माग्दैछ कति रुपियाँ दिने हो सबै ल हेर्नु कस्तो खतरा हाम्रो रिक्जिन दाइ हेरेपछि त दुनियाँको मान्छे आउँछ यो हाम्रो एमएलआकोमा फोन बोकेछ आइफोन 14 प्रो म्याक्स हो कि स्यामसङ हो थाहा छैन यस्तो पारामा मजै आउँछ यो हाम्रो केटाहरूको रुम हेर्नु क्या सफा चिटिक्क मिलाएर राखेको रुम यो पनि हाम्रो केटा लगाएको रुम अब रुम ज्यादै देख्यो भने त ओभर हुन्छ फेरि हिँडे केटाहरू हिँडे क्या हाम्रो अब हिँड्दैछ यो हाम्रो दिदी अनि यो हाम्रो छिङ्लाको रुम अनि योहरू क्या सफा मिलाएर राखेको छ लुगाहरू मेन हाम्रो यता ब्रुस राख्ने जग्गामा क्या सलेट मिलाइ यता क्या हाम्रो बेड त दुनियाँको टप 1 मा आउने बेड जस्तो मिलाएछ यस्तो खतरा के अब चाहिँ हाम्रो गुम्बाको सामान सबै देखाइसक्यो यो हाम्रो कामाला पर्तोकला उहाँको जिस्काउने नाम चाहिँ पर्तोकला हो अनि यता दुनियाँको मान्छे पुरै देख्छ परिवार देख्दै हुन्छ अनि उता बाटो हेर्न क्या गार्डन हेर्न क्या टल्केको दुनियाँको टप 1 यता फुटबल खेल्न पनि पाउँछ र क्या मजा छ यो हाम्रो वाटर इङ्ग्लिसबाट भन्छ वाटर अनि हाम्रो अनि नेपालबाट भन्छ पानीको टङ्की अनि यस्तो आयो भने हेर जाँदैछु है केटाहरू यहाँ हाम्रो छोटेन यो हाम्रो 3टा बसेको बाजेहरू अनि यो हाम्रो खेन्चेला अनि यो हाम्रो छेमेखाङ यताहरू मैले भन्दा हुँदा सेन्दा पुगिसक्यो ल आज हाम्रो भिडियो यति ल भयो।